स्वस्थानी व्रत कथा भन्ने र सुन्ने सबैले चन्दन अक्षता फुल लिएर हात जोड्नु र वाचकले तलको स्तुति पढ्नु। एम्बरमा वरुद्रेन्द्र रुद्र मरुत स्तुत बन्दै दिव्यै सद्वै बिर्दै साङ्ग पदक्रमो पनि सर्दै गायन्ति यं सामगा ध्यानावश्चिन्ततगतेन मनसा पश्यन्ति यं योगिनो यशान्तान बिन्दु सुरसुरगणा देवाय तस्मै नमः। श्रीमच्चन्दन चचिर्लोज्जवलपु शुक्लाम्बरा मल्लिका मालालङ्कृत कुण्डला प्रविल संयुक्तावली शोभिता सर्वज्ञान निधान पुस्तकधरा रुद्राक्षमालाधरा करा वाग्देवी वदनाम्बुञ्जे वसतु मे त्रैलोक्यमाता चिरम्। वकुं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमः वन्दे परमानन्दमाधवम्। यस्य प्रसादाद्य वक्ष्यामि नारायणकथामिमं नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवी सरस्वती व्यासाय ततः जयमुदीरयेत। नमस्ते तु जगन्माता श्रीस्वस्थानी सर्वमङ्गले तव प्रसादाद् देवेशी कथा पूर्णा भवेन्नम्। सबैले पुष्पाञ्जली पुस्तकमा चढाएपछि भक्तले कथा भन्न थाल्नु। श्रोताले एकचित्त भएर कथा सुन्नु। स्वस्थानी परमेश्वरी की जय। श्री स्वस्थानी व्रत कथा प्रारम्भ। अथ प्रथमोऽध्याय। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, तिमीले यसभन्दा अघि पनि देवी देवताहरूका अति पवित्र दुर्लभ र अनेकौं महिमाले युक्त चरित्र गुणानुवाद र कथाहरू श्रवण गर्दै आइरहेका छौ। तिमी मेरो अत्यन्त प्यारो भक्त शिष्य र साथी समान आत्मीय भएकोले आज पनि म तिमीलाई अनेकौं रहस्यहरूले भरिएका कथा र विषयहरू सुनाउन गइरहेको छु। तिमी एकचित्त भई सुन। अघि यो संसार पद्यकल्पमा जलमय छँदा परब्रह्मा स्वरूप विष्णुले जलभित्र योगमायासित सहन गरिरहँदा विष्णुका नाभिदेखि सहस्रदल हजार पात भएको कमल निस्क्यो। त्यस कमलका केशरबाट चारमुख भएका ब्रह्मा उत्पन्न भए। ती ब्रह्मा त्यस कमलमा बसी संसार सृष्टि गर्न विचार गर्दा त्यसै बखतमा विष्णुका कानेगुजीदेखि बडा वीर पराक्रमी मधु र कैटभ नाम गरेका दुई दैत्य उत्पन्न भए। ती मधु कैटभ दैत्यले कहाँ के छ भनी जङ्गलमय संसारमा भ्रमण गर्दा ब्रह्मा बसेको सहस्त्रदल कमलनेर पुगेर कमलको नाला देखे। त्यही कमलको नाला समाती माथि गई ब्रह्मालाई देखेर ती ब्रह्मालाई खसाल्न तयार भए। तब ब्रह्मा डराएर योगमायाको आराधना गरी प्रकट गराई बिन्ती गरे, हे ईश्वरी, विष्णुलाई जागा गराइदिनुहोस्। तब ब्रह्माका वचन सुनि योगमायाले श्री विष्णुलाई जागा गराइदिन्। श्री भगवान विष्णु जागा भई मधु र कैटभ दुई दैत्यलाई देखि क्रोधले चाँडै युद्ध गर्न अघि सर्नुभयो। दिव्य 5000 वर्षसम्म जलमा युद्ध भयो तापनि मधु कैटभ दैत्यलाई विष्णुले जित्न सक्नु भएन र हे दैत्य हो, तिमीहरू बडा पराक्रमी रहेछौ, म सन्तोष भएँ, वरदान ल्याऊ भनी विष्णुले आज्ञा गर्नुभयो। र त्यो आज्ञा सुनि मधु कैटभ दैत्यले अहङ्कार गरी भने, हे विष्णु, युद्धमा तिमीलाई हामीले जित्यौँ, तिमी के वरदान देऊला, बरु तिम्रो इच्छा भएको वर हामीसँग माग। त्यस्ता मधु कैटभका वचन सुनि विष्णुले, हुन्छ, म वर त माग्छु, तर बाचा गर भन्दा मधु कैटभ दैत्यले, तिमीले मागेको हामी अवश्य दिउँला भन्दा विष्णु आज्ञा गर्नुहुन्छ, हे दैत्य हो, अरू म के वर मागौँ, तिमी दुवै मेरा हातदेखि मर। यस्ता विष्णुका वचन सुनि मधु कैटभ दैत्यले भने, हे विष्णु, तिमीले कपट गरी वर माग्यौ तापनि हामीले वाचा गरेका छौँ दिन्छौँ भनेर अब के गरौँ भनी मनमा विचार गरी सब जलमय संसारदेखि विष्णुसँग, हे विष्णु, हामीलाई जल नभएका ठाउँमा मार भन्दा हुन्छ भने विष्णुले ती दुवै दैत्यलाई काखमा राखी सजिलैसित मारिदिनुभयो।
तिनै दैत्यको बोसो शीतकालमा तुषारोले पर्वत भए, हाडले पत्थर भए। त्यो देखि ब्रह्माले अब संसार सृष्टि गरौँ भनी पहिले 14 भुवन सृष्टि गरे। कुन कुन भने? भूलोक, भुवरलोक, स्वर्गलोक, महलोक, जनलोक, तपलोक, सत्यलोक यदि स्वर्गका र अतल, वितल, सुतल, तलातल, महातल, रसातल र पातल यी 7 तलतिरका जम्मा 14 भुवन सृष्टि गरी 7 द्वीप सृष्टि गरे। जम्बूद्वीप, प्लक्षद्वीप, साल्मलीद्वीप, कुशद्वीप, कौश्यद्वीप, शाकद्वीप र पुष्करद्वीप। जम्बूद्वीपभन्दा दोब्बर ठुलो प्लक्षद्वीप छ, प्लक्षद्वीपभन्दा दोब्बर ठुलो साल्मलीद्वीप छ। यस्तै तहरले दोब्बर ठुला द्वीपहरू छन्। अनि फेरि 7 समुद्र सृष्टि गरे। कुन कुन भने? छारोद समुद्र, इक्षुर सोद समुद्र, सुरोद समुद्र, घृतोद समुद्र, क्षीरोद, दधिमण्डोद समुद्र र शुद्धोद समुद्र। समुद्रहरू पनि त्यस्तै गरी ऊभन्दा ऊ ठुलो, ऊभन्दा ऊ दोब्बर ठुला छन्। एक द्वीपलाई एक समुद्रले घेरेको छ। जामुनाको रुख हुनाले यसको जम्बूद्वीप भन्ने नाम रह्यो। यस जम्बूद्वीपलाई छार समुद्रले अर्थात् नुनिलो पानी भएको समुद्रले घेरेको छ। त्यहाँ मुख्य बद्रीनारायण देवता अग्निध्य नामका राजा छन्। यो जम्बूद्वीपको वरिपरिको घेरो 1 लाख योजनको छ। दोस्रोमा कोशको 1 योजन हुन्छ। दोस्रोमा पाखरीको रुख हुनाले प्लक्षद्वीप नाउँ रह्यो। त्यस प्लक्षद्वीपलाई इक्षु र सोद अर्थात् उखुका रसका समुद्रले वरिपरि घेरेको छ। यहाँ मुख्य अग्नि देवता र इम्मजिह नाउँका राजा छन्। यो प्लक्षद्वीपको वरिपरिको फेरो 2 लाख योजनको छ। तेस्रोमा सिमलको रुख हुनाले साल्मलीद्वीप नाउँ रह्यो। यस साल्मलीद्वीपलाई सुरोद समुद्र अर्थात् मदिराको समुद्रले वरिपरि घेरेको छ। यहाँ मुख्य गरुड देवता यज्ञबाहु नामका राजा छन्। यो साल्मलीद्वीपको वरिपरिको फेरो 4 लाख योजनको छ। चौथोमा कुशको झाम्टो हुनाले कुशद्वीप भन्ने नाउँ रह्यो। यस कुशद्वीपलाई घृतोद समुद्र अर्थात् घिउको समुद्रले वरिपरि घेरेको छ। यहाँ पनि मुख्य देवता अग्नि नै छन्। हिरण्यता नाउँ भएका राजा छन्। यस कुशद्वीपको वरिपरिको फेरो हुनाले कौशद्वीप नाउँ रह्यो। यस कौशद्वीपलाई क्षीरोद समुद्र अर्थात् दुधको समुद्रले वरिपरि घेरेको छ। यहाँ जल देवता र घृतपृष्ठ नाउँ भएका राजा छन्। यो कौशद्वीपको वरिपरिको फेरो 16 लाख योजनको छ। छैटौँमा शाकवृक्ष हुनाले शाकद्वीप भन्ने नाउँ रह्यो। यस शाकद्वीपलाई दधिमण्डोद अर्थात् दहीको समुद्रले वरिपरि घेरेको छ। यहाँ मुख्य वायु देवता र मेघातिथि नाउँ गरेका राजा छन्। यो शाकद्वीपको वरिपरिको फेरो 32 लाख योजनको छ। सातौँमा कमलको कोट हुनाले पुष्करद्वीप नाउँ रह्यो। यस पुष्करद्वीपलाई शुद्धोद समुद्र अर्थात् अति शुद्ध जलको समुद्रले वरिपरि घेरेको छ। यहाँ मुख्य देवता ब्रह्मा र वितिहोत्र नाउँका राजा छन्। यो पुष्करद्वीपको वरिपरिको घेरो 64 लाख योजनको छ। वितिहोत्र। अब अरू पनि सुन। यस जम्बूद्वीपमा सुमेरु पर्वत सृष्टि गर्नुभयो र सुमेरु पर्वतका 4 दिशातिर 8 पर्वत सृष्टि गर्नुभयो। ती पर्वतहरू मध्ये सुमेरुका पूर्वतिर जठर र देवकुट, सुमेरुका दक्षिणतिर कैलाश र करवीर, सुमेरुका पश्चिमतिर पवन र पारियात्र, सुमेरुका उत्तरतिर श्रीसिंह र मकर पर्वतको सृष्टि गर्नुभयो।
फेरि सुमेरुका वरिपरि अरू 20 पर्वत सृष्टि गर्नुभयो। ती कुन कुन भने कुरङ्ग, कुर र कुसुम्भ, बैंकक, त्रिकुट, शिशिर, पतङ्ग, रुचक, निषध, सिनी, वास, कपिल, शङ्ख, वैदुर्य, जारुधी, हंस, श्रीशव, नाग, कालञ्जर र नारद भए। अब यताउतातिरका हिमालय पर्वत, चित्रकूट पर्वत आदि गरिएका हजारौं पर्वत, खोला र नदी नालाहरू पनि सृष्टि गर्नुभयो। हे अगस्त्य मुनि, अब प्राणी सृष्टि गरौँ भनी ब्रह्माजीले श्री महादेवको तपस्या गर्नुभयो र महादेव प्रसन्न भई, हे ब्रह्मा, तिम्रो भक्तिदेखि म सन्तोष भएँ, वर माग भनी आज्ञा गर्नुभयो। र यो सुनि ब्रह्माले महादेवलाई नाना उपचारले पूजा गरी स्तुति गर्न लाग्नुभयो। हे परमेश्वर, तपाईँ कस्ता भने आफ्ना मायाले ब्रह्माण्ड संसार तुल्याई मायामा भुलिरहेका यस्ता हजुरलाई कोटी कोटी नमस्कार छ। फेरि एक मूर्तिले 3 मूर्ति ब्रह्मा विष्णु महेश्वर नाम भइरहेका यस्ता हजुरलाई कोटी कोटी नमस्कार छ। फेरि जगतका धनी सर्वव्यापी भइरहेका यस्ता हजुरलाई कोटी कोटी नमस्कार छ। हे ईश्वर, तपाईको महिमा वर्णन गर्न अनन्त विष्णुले पनि नसकेको म कसो गरी सकूँला। तपाईका प्रसादले 14 भुवन र पर्वतहरू सृष्टि गरिसके, अब प्राणी सृष्टि गर्न सकूँ, यति वरदान दिनुहोस् भनी ब्रह्माले बिन्ती गर्दा महादेवले, हे सूर्यज्येष्ठ, सृष्टिकर्ता भएका तिमीले प्राणी सृष्टि गर्न सके भनी वरदान दिनुभयो। त्यहाँ उपरान्त ब्रह्माले मनमा हर्ष गरी श्री महादेवलाई साष्टाङ्ग प्रणाम गरी सृष्टि गर्न भनी सुमेरु पर्वतमा जानुभयो। महादेव पनि अन्तर्ध्यान हुनुभयो। ब्रह्माले सुमेरु पर्वतमा गई शिवलोक, विष्णुलोक, ब्रह्मालोक, उमालोक, स्कन्दलोक आदि नाना तरहका श्लोक सृष्टि गरी सुमेरु पर्वतका पूर्व दिशामा अमरावती, आग्नेय कोणमा शुद्धोदबत्ती सृष्टि गर्नुभयो। दक्षिण दिशामा यमपुरी, नैऋत्य कोणमा कृष्णावती सृष्टि गर्नुभयो। पश्चिम दिशामा श्रद्धावती, यज्ञ कोणमा गन्धावती, उत्तर दिशामा अलकापुरी र ईशान कोणमा यशोमती सृष्टि गर्नुभयो। यति सृष्टि गरिसकी स्थावर जङ्गमा सृष्टि गर्नुभयो। फेरि प्राणी सृष्टि गर्न लाग्नुभयो। पहिले कश्यप प्रभृति 100 ऋषि मनले चिताउँदैमा सृष्टि भए भनी स्कन्द कुमारजी भन्नुहुन्छ कि, हे अगस्त्य मुनि, यो पहिला अध्याय जसले माघ महिनामा भन्ला अथवा सुन्ला त्यसलाई सुरता, धीरता, गम्भीरता र मित्रता प्राप्त हुनेछ। इति स्कन्द पुराणे केदार खण्डे माघ महात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्तानी परमेश्वरी व्रत कथाया भुवन पर्वत प्राणी सृष्टि कथन नाम प्रथम अध्याय। हरे हरि हरि। अहिले होइन, अहिले त्यहाँ पुष्पाञ्जली भन्नु पर्यो। कथा समाप्तिपछि गरिने स्तुति। प्रतिदिन कथा श्रवण गरेपछि अक्षता र पुष्पाञ्जली चढाउने स्तुतिहरू। उपनयतो मङ्गल सकल जगन मङ्गलाय श्रीमान दिनकर किरण निबोधित नवनलिन दल निवेशण कृष्ण काले वर्षतु पुञ्जये पृथ्वी सस्यशालिनी दोषस्य क्षोभरहितो ब्रह्मणा सन्तु निर्भया अपुत्रा पुत्रिण सन्तु पुत्रिण सन्तु पौत्रिण निर्धना सदना सन्तु जीवन्तु सरदा शतं तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च सर्वाणि तीर्थानि वसन्ति तत्र यत्र च्युतोद्धार कथा प्रसङ्ग
या कुंदेन्तु सारहार धवला या शुभ्रवस्त्राविता या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना या ब्रह्माच्युत शङ्कर प्रभृतिभिर्देवै सदा वन्दिता सा मा पातु सरस्वती भगवती निशेषजाड्यापहा कायेन वाचा मनसेन्द्रियै वा विद्यात्मना वा प्रकृते स्वभावत् करोमि यदत् सकलपरस्मै नारायणाति समर्पयामि तत्। श्रीस्वस्थानी परमेश्वर्यै नमः। श्रीस्वस्थानी देवी की जय। जय।